सवाल आफैसँग गर्नुहोस्, चाहे जेसुकै गर्दा होस्। नमस्कार, यो महान भनाइसँगै हाम्रो यस युट्युब च्यानल 360 डिग्रीमा यहाँ सबैलाई स्वागत छ। अब आउने बैंकिङ भ्याकेन्सीलाई मध्यनजर गर्दै हामीले आज यस भिडियोमा चाहिँ जोखिम व्यवस्थापन के हो र जोखिम व्यवस्थापन प्रोग्राममा के कस्ता व्यवस्थाहरू रहेका छन् भन्ने कुराहरू इप्रा निर्देशन नम्बर 5 मा रहेर हामीले यस भिडियोमा समावेश गर्न गइरहेका छौँ। यदि हजुरहरूले हाम्रा अन्य भिडियोहरू निर्देशन नम्बर 1, 2, 3, 4 सम्बन्धी भिडियोहरू हेर्नु भएको छैन भने कृपया यही युट्युब च्यानल भित्र गएर हेर्नुहोला। ओके, ढिला नगरी आजको टपिक सुरु गरौँ। जोखिम व्यवस्थापन भन्नाले के बुझिन्छ? जोखिम व्यवस्थापन भन्नाले के बुझिन्छ? भन्नाले के हो? र अर्को हाम्रो प्रश्न भनेको जोखिम व्यवस्थापन प्रोग्राममा कार्यक्रमका सन्दर्भमा इप्रा निर्देशन नम्बर 5 मा भएका व्यवस्थाहरू हामीले आज यस भिडियोमा चाहिँ दुईटा टपिकको बारेमा हामीले समावेश गर्न गइरहेका छौँ। जोखिम भनेको अनिश्चितताको मात्रा, लिमिट अफ अनसर्टेनिटी भन्छ र जोखिम व्यवस्थापनलाई हामीले नर्मल्ली एउटा फर्मुलाको आधारमा रहेर हामीले व्यवस्थापनलाई हामीले परिभाषित गर्न सक्छौँ, जसलाई भनेको IMMC और MR भनेर हामीले परिभाषित गर्न सक्छौँ। आई भनेको आइडेन्टिफिकेसन, एम भनेको हाम्रो मेजरमेन्ट, अर्को एम भनेको मोनिटरिङ, सी भनेको कन्ट्रोलिङ र यो एमआर भनेको म्यानेजमेन्ट र आर भनेको रिपोर्टिङ। नर्मल्ली व्यवस्थापन, रिस्क जोखिमको व्यवस्थापन भन्ने क्वेसन आयो, नर्मल्ली निर्देशिका भन्दा बाहेकको क्वेसन आयो भने यसरी यही फर्मेटमा लेख्न सक्नुहुन्छ। भनेको कि जोखिमको IMMC र MR सम्मका सम्पूर्ण कार्यलाई भनेको जोखिमको व्यवस्थापन भनिन्छ। आई भनेको जोखिमको पहिचान गर्नु, आइडेन्टिफिकेसन गर्नु, एम भनेको मेजरमेन्ट गर्नु, मापन गर्नु, जोखिम कति रहेछ त मापन गर्नु, अर्को एम भनेको मोनिटरिङ गर्नु, त्यसको अनुगमन गर्ने काम, र सी भनेको कन्ट्रोलिङ गर्ने काम। यतिसम्म लेखे पनि जोखिम व्यवस्थापन हुन्छ र यसको थप अतिरिक्त भनेको त्यसलाई म्यानेजमेन्ट गर्ने र रिपोर्टिङ गर्ने सम्मका कामहरूलाई हामीले चाहिँ जोखिम व्यवस्थापन भन्दछौँ। जोखिम भनेको अनिश्चितता हो। जोखिम व्यवस्थापनलाई हामीले IMMC र MR गरेर हामीले व्याख्या गर्न सक्छौँ, लेख्न सक्छौँ। अब रह्यो भनेको जोखिम व्यवस्थापन कार्यक्रम, रिस्क म्यानेजमेन्ट प्रोग्राम सन्दर्भमा एकीकृत निर्देशिका नम्बर 5 मा के व्यवस्था गरेको छ, एकीकृत निर्देशिकामा के कस्तो व्यवस्था गरेको छ भन्ने कुरा चाहिँ अब हामी समावेश गर्छौँ। यसमा चाहिँ रिस्क म्यानेजमेन्ट प्रोग्राम भित्र भनेको एउटा भनेको 1 नम्बरमा चाहिँ रिस्क म्यानेजमेन्ट स्ट्रक्चर, रिस्क म्यानेजमेन्ट
हैन। त्यहाँ चाहिँ नेपालीमा दिएको छ। मैले चाहिँ सर्टकट बुझ्नको लागि म चाहिँ लेख्दा इङ्ग्लिसमा लेख्छु, तर बुझाउँदा नेपालीमा बुझाउँछु। भनेको जोखिम व्यवस्थापन संरचना, एउटा जोखिम व्यवस्थापन संरचना तयार गर्ने, जोखिम व्यवस्थापन प्रोग्राममा चाहिँ एउटा जोखिम व्यवस्थापन रिस्क म्यानेजमेन्ट प्रोग्राममा चाहिँ एउटा रिस्क म्यानेजमेन्ट स्ट्रक्चर तयार गर्ने हैन। हामी यस सम्बन्धमा एकछिनमा डिस्कस गरौँला। दोस्रो भनेको के गर्ने दोस्रो के गर्ने भनेपछि रिस्क एपिटाइट र रिस्क एपिटाइट एन्ड टोलरेन्स लिमिट भन्छ। सी लिमिट निर्धारण गर्ने कुराहरू हो। तेस्रो भनेको तपाईको मेटेरियल रिस्कको कुराहरू, रिस्कका कुराहरू। चौथो भनेको चिफ रिस्क अफिसरको कुराहरू, रिस्क अफिसरको कुराहरू, सिआरओ भन्छ जसलाई, चिफ रिस्क अफिसरको कुराहरू भन्छ हैन। अर्को भनेको चाहिँ क्लासिफिकेसन अफ बिजनेस फङ्सन, बिजनेस एन्ड रिस्क फङ्सन, रिस्क फङ्सनको कुराहरू भयो हैन। त्यसपछि भनेको फिफ्थमा चाहिँ तपाईको एनुअल रिस्क रिपोर्टको कुराहरू, एनुअल रिस्क रिपोर्टको कुरा, रिस्कको कुराहरू। यो चाहिँ भनेको कि जोखिम व्यवस्थापन प्रोग्राममा चाहिँ जोखिम व्यवस्थापन गर्नको लागि यी 5वटा कुराहरू चाहिँ समावेश हुनु पर्यो। यो प्रोग्राम हामीले तयार गर्नु पर्यो, जसमा रिस्क म्यानेजमेन्ट स्ट्रक्चरको कुराहरू, रिस्क एपिटाइट र टोलरेन्स लिमिट भनेको जोखिमको एपिटाइट भनेको ग्राह्य सीमा कति के भन्छ, कतिसम्म ग्राह्य छ, र टोलरेन्स कति एपिटाइट भनेको कतिसम्म एपिटाइट गर्ने, टोलरेन्स भनेको ग्राह्य कति हुन्छ। यी कुराहरू चाहिँ हामीले समावेश गर्नु पर्यो। मेटेरियल रिस्क भनेको के, मेटेरियल रिस्क भनेको मूल्याङ्कन जोखिम कति हुने, मेटेरियल रिस्क कति हुने, जो मूल्याङ्कन गर्दाखेरि इभ्यालुएसन गर्दाखेरि जोखिम कति हुने, यी कुराहरू भयो। र चिफ रिस्क अफिसरलाई एउटा के गर्ने, नियुक्ति गर्ने, चिफ रिस्क अफिसर नियुक्ति गर्ने। र के अर्को बुदामा के गर्ने, क्लासिफिकेसन अफ बिजनेस एन्ड रिस्क फङ्सन, बिजनेस फङ्सन के हो र रिस्क फङ्सन के हो त्योलाई क्लासिफाई गर्ने, जसले गर्दाखेरि के हुन्छ भनेको रिस्कलाई म्यानेजमेन्ट गर्न सकिन्छ, रिस्क म्यानेजमेन्ट प्रोग्राममा समेत। र अर्को के गर्ने भने एनुअल रिस्क रिपोर्ट, एनुअल रूपमा चाहिँ रिस्क रिपोर्ट चाहिँ तयार गर्ने। यो तयार गऱ्यो भने के हुन्छ भनेको इफेक्टिभ रूपमा रिस्क म्यानेजमेन्ट गर्न सकिन्छ हैन। र यसमा चाहिँ छुट्टै एउटा टपिक के छ, रिस्क म्यानेजमेन्ट स्ट्रक्चर छ। रिस्क म्यानेजमेन्ट स्ट्रक्चर भनेको कस्तो स्ट्रक्चर, कस्तो खालको स्ट्रक्चर बनाउने भनेको एउटा यसमा पनि एउटा भनेको ओभरसाइट अफ म्यानेजमेन्ट एन्ड बोर्ड म्यानेजमेन्ट बोर्डको ओभरसाइट गर्ने, रिभ्यू गर्ने हैन। अर्को भनेको पोलिसी एन्ड प्रोसिड्युर प्रोसिड्युरको कुराहरू गर्ने भनेको नीति र कार्यविधि बनाउने कुराहरू हैन। अर्को के गर्ने, रिस्क म्यानेजमेन्ट फङ्सन, रिस्क म्यानेजमेन्ट फङ्सनको कुराहरू, रिस्क म्यानेजमेन्ट फङ्सन हैन, रिस्क म्यानेजमेन्ट गर्ने कार्य गर्ने हैन। अर्को भनेको एमआइएस भन्छ, म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमलाई प्रभावकारी बनाउने हैन। अर्को भनेको इफेक्टिभ इन्टर्नल कन्ट्रोल भन्छ क्या, इफेक्टिभ इन्टर्नल कन्ट्रोल हैन। यी यस्ता कुराहरू चाहिँ समावेश गरिन्छ भन्छ क्या हैन। ओके, हामीले यस भिडियोमा चाहिँ के समावेश गऱ्यौँ भने चाहिँ जोखिम व्यवस्थापन भनेको के हो, जोखिम व्यवस्थापन कार्यक्रमको सन्दर्भमा चाहिँ निर्देशनमा भएको व्यवस्थाहरू के छन् भन्ने कुरा हामीले समावेश गऱ्यौँ। जोखिम भनेको पहिला लेभल अफ अनसर्टेनिटी, अनिश्चितताको मात्रा हो। यसलाई के गर्ने, आइएमएमसी और एमआर गर्ने भनेको जोखिम व्यवस्थापन हो
भनेको आइडेन्टिफिकेसन, मेजरमेन्ट, मोनिटरिङ, कन्ट्रोल, म्यानेजमेन्ट, रिपोर्टिङ गर्नेसम्मको काम भनेको जोखिम व्यवस्थापन हो। र यस व्यवस्थापनको लागि एउटा रिस्क म्यानेजमेन्ट प्रोग्राम तयार गर्ने, जसभित्र रिस्क म्यानेजमेन्ट स्ट्रक्चरको कुराहरू, रिस्क एपिटाइट र टोलरेन्स लिमिटका कुराहरू, मेटेरियल रिस्कका कुराहरू, चिफ रिस्क अफिसरको कुराहरू, क्लासिफिकेसन बिजनेस फङ्सन र रिस्क फङ्सनको कुराहरू, एन्युअल रिस्क रिपोर्ट तयार गर्ने कामहरू चाहिँ बनाउनुपर्छ। र रिस्क म्यानेजमेन्ट स्ट्रक्चर तयार गर्दाखेरि चाहिँ के गर्ने, ओभरसाइट, म्यानेजमेन्ट र बोर्डको ओभरसाइट गर्ने, अवलोकन मूल्याङ्कन गर्ने कुराहरू, पोलिसी एन्ड प्रोसिड्युर भनेको नीति र कार्यविधि बनाउने कुराहरू, रिस्क म्यानेजमेन्ट फङ्सन भनेको रिस्क व्यवस्थापन गर्नका कार्यहरू गर्ने कुराहरू, एमआइएस इफेक्टिभ एमआइएस बनाउने कुराहरू र इफेक्टिभ इन्टरनल कन्ट्रोल गर्ने कुराहरू हामीले चाहिँ रिस्क म्यानेजमेन्ट स्ट्रक्चरमा चाहिँ समावेश गर्ने भन्ने कुराहरू चाहिँ समावेश गरे। ओके, यो भिडियोमा चाहिँ हामीले यो कन्टेन्टलाई हामीले समावेश गरेँ। अब आउने ब्याङ्किङ भ्याकेन्सीको सन्दर्भमा हेर्दाखेरि यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट टपिक हो होइन। रिस्कबाट एउटा क्वेसन आउट हुन्छ होइन। यो फर्मेटमा हजुरहरूले लेख्नुभयो भने सजिलै चाहिँ मार्क्स गेट गर्न सक्नुहुन्छ। ओके, यदि हाम्रो यस युट्युब च्यानलबाट आइरहेका भिडियोहरू हजुरलाई मनपर्छ भने प्लिज लाइक, सेयर, सब्सक्राइब गरेर हाम्रो च्यानलमा जोडिनुहोला। धन्यवाद।